हाम्रो भेज बर्गर बनाउनु लाग्यो होइन, त्यसको लागि मायो हामी पहिला सुरुमा चट्ट होममेड मायो हामी कतिवटा चाहिँ यो बेबी बललाई चाहिँ काटेर सेक्नुपर्छ, बर्गर लगाएर सेक्नुपर्छ। त्यसपछि यस्तो गरेर मिलाएर हामी टमाटर हामी यो चाहिँ क्राइमलाइज गरेको अनिल भाइ, क्राइमलाइज गरेको अनिल हाल्ने क्राइमलाइज अनिल हालिसकेपछि पेटिज हाल्ने। यो चाहिँ भेज पेटिज हो, यसको चाहिँ त्यही रेसिपी हुन्छ। यसमा चाहिँ सुरुमा चाहिँ बेसमा चाहिँ लेटुस हालेको हुन्छ, हामी चाहिँ लेटुस हालेको छैनौँ। पेटिज हाल्ने, पेटिज हालिसकेपछि चिज हाल्ने, स्लाइस चिज हाल्ने, अमुलको स्लाइस चिज हाल्ने। फेरि सुरुदेखि यो माथिदेखि हाल्ने। भेट्दै गर न, भेटेर निस्कन। मेरो नि त्यही हो, त्यही हो भयो होइन। त्यसपछि यसमा टक्क साइडमा यस्तै राख्नु पर्छ। यसको भर्खर माग्न आउने अरे के अरे अर्को बनाउनु न त भन्छु। यो चाहिँ हाम्रो भेज बर्गर हो, यो उसको इभेन्टको लागि होइन। अनि त्यसको पेटिजको पनि छुट्टी रेसिपी आउँछ है एक दिन। थ्याङ्क यू। टक्क मिलाएर राख भाइ, यस्तो सट्टामा मिला। यो भाइको थोपडा देखाउने पिकअप त्यतिको